आज चाहिँ बिहान उठेर काँदामा गाग्रो हालेर चट्टसँग चिसो पानी लिनका लागि कुवातिर लागे। कुवामा गइवरी चट्टसँग गाग्रो साग्रो माझे। त्यसपछि पानी सानी भरिवरी काँदामा गाग्रो हालेर चट्टसँग लागे मची घरतिर। होइन फेरि बिहान के साह्रो गर्मी भयो र भने त्यसपछि अनुहारमा पुरा सेप हानिवरी चट्टसँग बारीमा घाँस काट्नको लागि गएको। बारीमा त मास भन्दा केही पो छैन त। बल्ल यहाँ खरबारीमा चट्टसँग घाँस पनि देखेँ। त्यसपछि सम घाँस पनि काटेँ। 1 घन्टा लाएर बल्ल भारी पुग्यो भने त्यसपछि नाम्लोमा घाँस लाइवरी कसेर चट्टसँग भारी हालेको। फेरि यता फुकेर उता फुकेर हत्तु भइरहेको थियो भने त्यसपछि भारी त हाल्यो। बोकुम भनेको त बाबा कम्ता गरौँ थिएन भने बल्ल 2 घन्टा लाएर उठेँ। घाँसको भारी हालेर त बोके फेरि कच्चे हरायो भने बल्ल कच्चिया पनि भेटेँ। त्यसपछि चट्टसँग भारी बोकेर लागे मची घरतिर। घरमा लगेर झ्याप्प गोठमा घाँस बिसाएको त बाबा गर्मी पनि कम्ता थिएन भने त्यसपछि धारामा आएर चट्टसँग हातखुट्टा धोएर चिटिक्क परेँ। फेरि यो केटो यहाँ के गर्दैछ भनेर यसो हेरेको त बाबा माउन्टेन बाइक पो धोइरहेको रहेछ भने। फेरि आज चाहिँ मलाई नेपालको चर्चित युट्युब च्यानल इन्डी स्टोरीले एउटा दरबारको स्केच बनाउनु पर्यो 3D मा। तपाईँलाई चाहिँ 1100 रुपियाँ दिन्छु भन्नुभयो। त्यसपछि बनाउनेतिर लागेँ। तपाईँहरू चाहिँ भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। म चाहिँ बनाउनेतिर लागेँ। आजलाई यति एन्ड बाई बाई।